नमस्ते दर्शक महानुभावहरू, ट्याक्क अहिले हामी सिङ्गलाबाट तपाईँहरूमा जोडिरहेका छौँ। कस्तो देखिरहेको छ हेरौँ। म अब यताबाट आउँदैछु है। ल सर ल पक्कै पनि तपाईँले देखिरहनु भएको भ्यू छ सिङ्गलादेवी माई उहाँ हुनुहुन्छ। पक्कै पनि सिङ्गलादेवी माईले हामी सबैको रक्षा गरून्, कल्याण गरून्। ओम मानपेमे ओम सबैले दर्शक महानुभाव। अनि अब कफरमा आउँछ। कस्तो लाग्यो त सिङ्गलादेवी? सोचे भन्दा खतरा रहेछ नि त। तर हामीले हिँड्दा निकै गाह्रो भइरहेको थियो है। कस्तो होला भन्दा त निकै रमाइलो ठाउँ रहेछ होइन। ढाबीबाट एकदम नजिक पनि त्यो त यसो एक दिन बिचमा 3 दिनको लिएर आयो भने ट्याक्कै हुँदैन। 3 दिनको टुर छोटो मिठो ल आनन्द रहेछ। त्यो त महिना 2 दिनचोटि आयो हुँदैछ। कसैलाई चाहिँ अलिकति एक्सर्साइज गर्नलाई अलिकति म के गर्छु शरीरलाई अलिकति ट्याक्क लाएर मेन्टेन गर्नु छ भने तपाईँ सिङ्गला आउनुहोस्। ल हेर्नुहोस्, वाउ सर। अब हाम्रो यता आउनु सर। ल सुल सर नमस्कार। आउनुहोस् यता आउनु सर। म त्यहाँ भिडियो खिचिरहेको छु। हजुर काठमाडौँबाट होइन? हजुर निकै गाह्रो भएर आउनुभयो। कस्तो लाग्यो हजुरलाई? सुरुमा किन आयो होला जस्तो लागेको थियो। दुःख पाइयो होइन। 12 घन्टासम्म हामीले हिँड्नुपर्ने स्थिति आयो। राति 9 बजेसम्म हामी ठाउँमा पुग्यौँ। तर यहाँ आइसकेपछि ती दुःखहरू चाहिँ एक पुरै हामीले बिर्सेका छौँ। एकदमै आनन्द आइरहेछ र यो एकदमै भर्जिन एरिया हो र यो ठाउँलाई प्रमोट गर्न एकदमै आवश्यक देख्दछु। अनि हजुर अब जस्तो हजुरले अब यहाँबाट हजुरले के चाहिँ कसैले लिएर जानुहुन्छ त काठमाडौँ? यहाँको ब्युटी, यहाँको गणेश हिमाल, यहाँको के भन्छ हिमाल चुली, अनि त्यसपछि यहाँको कल्चर र फेस्टिभल सिङ्गला र यो चाहिँ म चाहिँ विभिन्न सञ्चार माध्यम र नेपाली टुरिज्म बोर्ड मार्फत चाहिँ विश्व सामु नै चिनाउने प्रयास गर्नेछु फोटो मार्फत। हस् धन्यवाद हजुरलाई हाम्रो निम्ति स्वीकारेर आउनुभयो होइन। यहाँका सुख दुःख बाँडेर हामी यहाँसम्म आइपुग्यौँ, सहकार्य गरौँ भयो। आगामी दिनमा अझै फेरि पुनः आउने बाचा गर्दै हजुरलाई फेरि धन्यवाद।